के तपाईँ पनि जिमेल अकाउन्ट बनाउन चाहनुहुन्छ तर तपाईँलाई थाहा छैन कसरी बनाउनु भनेर? आज म तपाईँहरूलाई यस भिडियोमा 5 मिनेटभित्र हामी कसरी जिमेल आइडी बनाउन सक्छौँ भनेर म सिकाउनेछु। नमस्ते सबैजनालाई, म देवेन्द्र सिंह। सबैजनालाई मेरो च्यानल सजिलो टिचमा स्वागत छ। आजको यस भिडियोमा म तपाईँहरूलाई जिमेल अकाउन्ट कसरी बनाउने भनेर स्टेप बाई स्टेप सिकाउनेछु। यदि तपाईँहरूले पनि जिमेल आइडी बनाउनु भएको छैन भने यो भिडियो तपाईँहरूको लागि एकदमै उपयोगी हुनेछ। जिमेल अकाउन्ट आजको समय धेरै नै महत्त्वपूर्ण छ। जिमेल पठाउन, युट्युब चलाउन, प्ले स्टोर युज गर्न र धेरै अनलाइन सर्भिसहरूको लागि। त्यसैले आज म तपाईँलाई हाम्रो आफ्नै फोनदेखि हामी कसरी जिमेल अकाउन्ट बनाउन सक्छौँ भनेर म स्टेप बाई स्टेप सिकाउन गइरहेको छु। आउनुहोस् हामीले यो भिडियो सुरु गरौँ। र भिडियो सुरु गर्नुभन्दा अगाडि अहिलेसम्म पनि मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने कृपया सब्सक्राइब गर्नुहोस् र बेल आइकन गर्नुहोस्। आउनुहोस् हामीले भिडियो सुरु गर्नेछौँ। सबभन्दा पहिले तपाईँहरूले यहाँ गुगल क्रोम डाउनलोड गर्नुपर्ने हुन्छ र यदि तपाईँकोमा यो गुगल क्रोम छैन भने तपाईँ प्ले स्टोरबाट यसलाई पाउन सक्नुहुन्छ। र सर्वप्रथम म यहाँ गुगल क्रोम ओपन गर्नुपर्ने हुन्छ र म ओपन गर्न गइरहेको छु। अनि यसलाई जब यो ओपन हुन्छ, अब ओपन भएपछि तपाईँ यहाँ माथि देख्न सक्नुहुन्छ यसमा यो गोलो आइकनमा यहाँ टच गर्नुहोस्। जब यहाँ टच गर्नुहुन्छ तब देख्न सक्नुहुन्छ यिनीहरू। अनि तब तपाईँ कतै नजानुहोस् र तपाईँको जिमेल अकाउन्ट टच गर्नुहोस्। यो देखेपछि यो मेरो सजिलो टिचको जिमेल आइडी हो र यहाँ तल आएपछि तपाईँ देख्न सक्नुहुन्छ साइन आउट भन्ने र यो साइन आउटमा तपाईँले टच गर्नुहोस् र तपाईँ साइन आउट गर्नुहोस्। अनि तपाईँ यसो देख्न सक्नुहुन्छ र तपाईँ फेरि साइन इनमा जानुहोस्। साइन इनमा गएपछि कन्टिन्यू यस सजिलो भनिन्छ तर यो नगर्नुहोस्। तर यता सुन्नुहोस् र यहाँ देख्न सक्नुहुन्छ यो सबै मेरो जिमेल आइडी हो र तल देख्न सक्नुहुन्छ तपाईँले एड अकाउन्ट टु डिभाइस, यसमा चाहिँ तपाईँले क्लिक गर्नुहोस्। अनि यस्तो इन्टरफेस खोल्छ र यहाँ आएपछि तपाईँ देख्न सक्नुहुन्छ इमेल अर फोन। यहाँ चाहिँ यदि तपाईँसँग पहिले अरू अकाउन्ट छ भने तपाईँले त्यो जिमेल आइडी हाल्न सक्नुहुन्छ र यदि होइन भने चाहिँ तपाईँ यहाँ तल क्रिएट अकाउन्टमा जानुपर्ने हुन्छ र यहाँ म चाहिँ क्रिएट अकाउन्टमा गइरहेको छु र म क्रिएट अकाउन्ट टच गर्छु। र यो चाहिँ के को लागि तपाईँले गराउनु हुनुहुन्छ? यदि यो तपाईँको आफ्नो पर्सनल लागि हो भने, आफ्नो व्यक्तिको लागि हो भने यो पर्सनल युजको लागि गराउनु, र मेरो बच्चाको हो भने चाहिँ बच्चाको निम्ति राख्नु, र यदि तपाईँको बिजनेसको निम्ति हो भने चाहिँ फर वर्क अर माई बिजनेसमा टच गर्नुहोस्। र यो चाहिँ मेरो बिजनेसको निम्ति हो र त्यसैले म चाहिँ फर वर्क अर माई बिजनेसमा टच गर्न गइरहेको छु। यो तपाईँमा भर पर्ने हुन्छ र तपाईँले कुन चाहिँ सिलेक्ट गर्न चाहनुहुन्छ त्यही सिलेक्ट गर्नुहोस्। अनि त्यसपछि यहाँ अर्को यो आएको छ क्रिएट द गुगल अकाउन्ट। अनि यहाँ चाहिँ तपाईँले फर्स्ट नेम र लास्ट नेम राख्नुपर्ने हुन्छ र तपाईँले के राख्दै हुनुहुन्छ। र मैले चाहिँ यहाँ सजिलो टिच राख्छु। सजिलो अनि लास्ट नेममा चाहिँ टिच, सजिलो टिच। अनि यदि यसपछि तपाईँले नेक्स्ट गर्नुपर्ने हुन्छ। यहाँ तपाईँको नाम अनुसार राख्न सक्नुहुन्छ, पहिलो नाम, दोस्रो नाम अनि नेक्स्ट। अब यहाँ देख्न सक्नुहुन्छ तपाईँ बेसिक इन्फर्मेसन, तपाईँको के सामान्य आधारभूत जानकारीहरू यहाँ चाहिन्छ र यसको निम्ति तपाईँलाई आफ्नो यो जन्म मिति चाहिँ राख्नुपर्ने हुन्छ। यहाँ चाहिँ तपाईँले नेपाली डेट होइन तर अङ्ग्रेजी डेट राख्नुपर्ने हुन्छ र यहाँ चाहिँ त्यही अनि कुन दिनमा जन्मनु भएको त्यो चाहिँ राख्नुपर्ने हुन्छ, जुनसुकै राख्न सक्नुहुन्छ। अनि योहरू कुन इयरमा जन्मनु भएको तपाईँ यसरी। अनि तपाईँ जेन्डर यदि महिला भए फिमेल अनि पुरुष भए मेलमा टच गर्न सक्नुहुन्छ। म चाहिँ मेल भएकोले पुरुष भएकोले मेलमा टच गर्न गइरहेको छु र त्यसपछि तपाईँ नेक्स्ट गर्नुहोस्। अनि यति भइसकेपछि तपाईँ देख्न सक्नुहुन्छ क्रिएट एन्ड जिमेल एड्रेसेस र तपाईँको त्यो जिमेल आइडीको एड्रेस चाहिँ यहाँ यसरी क्रिएट गर्नुहोस्। म चाहिँ यहाँ आफ्नो तपाईँ यो दुईवटामा एउटा अप्सन पनि चुज गर्न सक्नुहुन्छ र होइन भने क्रिएट योर ओन जिमेल एड्रेस पनि राख्न सक्नुहुन्छ। र म चाहिँ सजिलो टिच नै राख्नेछु। यहाँ मैले राखिसकेको छु र अब यहाँ चाहिँ मैले पासवर्ड क्रिएट गर्नुपर्ने हुन्छ र पासवर्ड राख्नुपर्ने हुन्छ। र यहाँ चाहिँ म पासवर्ड राख्न गइरहेको छु र यहाँ चाहिँ म पासवर्ड राख्न गइरहेको छु। र यो चाहिँ जहिले पनि तपाईँले एकदम अप्ठ्यारो नै राख्नु होला, किनकि कसैले पनि सजिलै लगइन नगरोस् र तपाईँको आइडी ह्याक नगरोस्।
अनि यहाँ पेस्ट गरिरहेको छु अनि यहाँ मेरो पासवर्ड राखिसकेको छु। अब त्यसपछि तपाईँ नेक्स्ट गर्नुपर्ने हुन्छ। तपाईँको नेक्स्ट गरेपछि यस्तो आउँछ, यो फोन नम्बर हुन्छ। तपाईँले चाहिँ यहाँ आफ्नो फोन नम्बर एड गर्नुपर्ने हुन्छ अनि त्यसपछि मोर अप्सन के भनेको छ भने यहाँ यो नम्बर विल बी युज टु रिसेट योर पासवर्ड। तपाईँले फोन नम्बर एड गर्न सक्नुहुन्छ र यहाँ चाहिँ मोर अप्सनमा म यस आइएम इनमा गर्छु र यस आइएम इनमा क्लिक गर्नु गएको छु र तपाईँ देख्न सक्नुहुन्छ रिभ्यू सजिलो 30 अनि जिमेल आइडी चाहिँ सजिलो 3011@gmail.com नेक्स्ट गर्न गएको छु र प्राइभेसी एकदम तल राखेको छ, यो पढ्न सक्नुहुन्छ तपाईँले के हो। अनि त्यसरी तपाईँ सहमत हुनुहुन्छ भने आई एग्री राख्नु होला, यदि हुनु हुँदैन भने नराख्नु होला। तर यो चाहिँ तपाईँ सहमति हुनुपर्ने हुन्छ र म आई एग्री टच गर्न गइरहेको छु। अनि त्यसपछि हेर्न सक्नुहुन्छ तपाईँको जिमेल आइडी रेडी छ र अनि तपाईँ यसरी जिमेल आइडी बनाउन सक्नुहुन्छ। तपाईँहरूलाई जिमेल आइडी बनाउने तरिका कस्तो लाग्यो? यदि भिडियो मन परेमा लाइक सेयर र सब्सक्राइब गर्नु नभुल्नुहोस्। धन्यवाद र फेरि अर्को भिडियोमा हामी भेटौँ।